मौसीको फोटो लगाएको रहेछ स्कुल बसमा पनि। स्कुलको फ्यानै मौसीको जस्तो छ। यो हो नि त तरिका, तर बाइक अनुसार चाहिँ सुहाएन। योर क्वेश्चन झन्डै लात्ता पर्यो, म चाहिँ गइदिएन। हेलो वाट्सएप गाइस, अनि म चाहिँ अहिले छु यहाँ भक्तपुर भाटबटिनीमा। यो चाहिँ टक्क मुनिपट्टिको पार्किङ हो। सँगले मेरो बेबी चाहिँ यहाँ छ। अनि म जाँदैछु अब अहिले सल्लाघारी साइड सूर्य विनायकमा मेरो प्यारो बेबीलाई लिएर। त्यहाँ पुगेपछि साथीसँग भेटेको कुरा गरौँ है त। अब हाम्रो चाहिँ टक्क साथीसँग पनि भेट भइसकेको छ यता, हाम्रो सञ्जीव सर है। अनि हामी चाहिँ अहिले यो सूर्य विनायकदेखि माथि के ठाउँ अरे, यो सुवर्णेश्वर माथि डाँडामा साइडमा आएको छौँ। टक्क यहाँबाट भ्यू पनि देखिन्छ र छ होइन। यो चाहिँ हाम्रो भक्तपुर साइड होइन, भक्तपुर साइड भयो। अनि टक्क हामी यहाँ चिया खानु आएको, तलबाट आएको है। ल तलबाट आएको र हाम्रो साथीले चिया खानु ल्याएको छ। चिया खाउँ अब दामीसँगले होइन। हामी एकछिन चिया खान्छौँ। देन आई विल कन्टिन्यू दिस ब्लग। दिस इज द भक्तपुर। वहीँबाट जाने हो बाटो अब सिधै यहाँबाट। बाटो टापा ए यहाँबाट हो। यो बाटो जाँदा नि हुन्छ। अब हामी गणेश मन्दिर पढै गयौँ भने त्यहाँबाट नजिक पर्छ। ल साथीहरू, अब आज चाहिँ टक्क साथीसँग चिया खाएर पनि आइयो होइन। ल भेटेर खुसी लाग्यो। यता हाम्रो सञ्जीव सरसँग, ऊ चाहिँ अब पहिलेबाटै हामी सँगै काम गरेको साथी हो। एउटा एकै ठाउँमा नभए पनि जस एउटै कम्पनीमा गरेको साथी हो यता हाम्रो होइन। अब म लाग्छु ए हुन्छ साथी, अब भेट्दै गरौँ न ल। अब प्रायः डेली म आइरहेको हुन्छु है। ल साथी लाग्यो ल। ओके साथीहरू, टक्क साथीलाई पनि भेटेर छुटिसक्यो होइन। ऊ भनेको चाहिँ पहिले हामी सँगै काम गरेको साथी हो, एउटै कम्पनीमा काम गरेको छु। म यहाँबाट चाहिँ गाइड दिनुपर्ने हुन्छ भनेर चाहिँ अब हाम्रो भक्तपुर स्टेट हाइवे भयो। मेरो गाउँ जाँदाखेरि चाहिँ यही बाटो नै जाने भयो, उता 5 स्टार भयो। के छ साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु। फेरि आजको मेरो न्यू ब्लगमा तपाईँहरूलाई स्वागत गरिसकेको नै छु मैले। यहाँको बाटो पनि मलाई एकदम सही लाग्छ कुदाउनलाई चाहिँ। कस्तो गाडी हो, यसरी लथालिङ्गी नछोडिदिनु होला। गाडीहरू कुदिरहेको हुन्छ, गाडी एक्सिडेन्ट हुन्छ, गाडीहरूको पनि दुर्घटना हुनसक्छ। त्यसरी चाहिँ छोड्नु भएन गाईबस्तुलाई। आम त क्या सो लगेको ठ्याक्क आइपुग्ने बित्तिकै जाम पनि फुटेछ। अनि सुनाउनुहोस् तपाईँहरूको खबर के छ, अनि मेरो भिडियोहरू के कस्तो छ तपाईँहरूले यसो भनिदिनुहोस्। केमा कमी छ, के कस्तो बनाउनु पऱ्यो भन्ने कुरो। किनकि म आएम अ न्यू भ्लगर, सो आई डोन्ट नो हाउ टु मेक द भिडियो। सो प्लिज टिच मी केमा कमी भयो, के कस्तो गरिदिनु पऱ्यो, त्यो मलाई जानकारी गराइदिनु होला। त्यसो गर्दाखेरि तपाईँहरूलाई झन् दामी भिडियो पनि बनाउने अवसर पाउँछु र तपाईँहरूले राम्रो भिडियो पनि हेरेर पाउनुहुनेछ। त्यो चाहिँ मलाई तपाईँहरूले भनिदिनु पऱ्यो गाइस। यो छ हाम्रो भक्तपुर भाटबटिनी। म एकछिन यहाँ कामले आएको थिएँ होइन। यस्तै छ साथीहरू, भिडियो बनाएको त्यो डेली भ्लग मेरो आउँदाखेरि तपाईँहरूलाई के कस्तो लाग्छ। हामी अहिले टक्कसँगले थिमी भन्ने ठाउँ आइपुगेको छ होइन। त्यहाँबाट पनि हामी सिधै थाक्नुपर्ने हुन्छ। हामी अहिले जाँडो बाटोमा प्रस्थान गरिसकेको छौँ। अब मलाई जाँदा चाहिँ यहाँबाट भित्र उता साना गाउँ हुँदै जाँदा पनि जान पाइन्छ, तर अलिकति घुमाउरो पर्छ। त्यो कारणले गर्दाखेरि चाहिँ म चाहिँ कोटेश्वर साइडबाट जानेछु। त्यहाँबाट सिधा हाइवे पनि पर्छ नि त। सो मलाई जाँदा पनि सजिलो लाग्छ, धेरै घुमिबस्नु पर्दैन। घुमेर हेर्ने भएको मोबाइलै घुमिदिइरहेको रहेछ क्या। मौसीको फोटो लगाएको रहेछ स्कुल बसमा पनि। स्कुलको फ्यानै मौसीको जस्तो छ। यहाँबाट चाहिँ हामी गेफ जानुपर्ने हुन्छ। कोटेश्वरको हाइवेमा हिँडिराखेको छ अहिले चाहिँ होइन। ल यहाँ त जाम भइसकेको रहेछ। यो हो नि त तरिका, तर बाइक अनुसार चाहिँ सुहाएन। योर क्वेश्चन
झन्नै आइपुगेपछि फेरि जानु पर्थ्यो यार लाउन नि फेरि आज पनि गाडी फसेछ के गरे हो यहाँनिर यार बाटो बिगारेर ओ शिट यार ए दुइटै उस्तै गाडी फस्किएछ मेरो बाटो पनि जाम भएछ बाटो गइदिउँ न सर के भयो उयो हान्ने हो त्यसरी हेर्छु न त यहाँनिर होइन फर्स्टै भइदिएछ ल बिचरा यहाँ त सब बिजोग भएछ त्यो साथीहरू यहाँ चाहिँ खासमा चाहिँ गाडी फस्या हो अनि त्यही भएर सामान निकाल्दैछ जानुहोस् अघि त्यहाँनिर दुईजनाको झन्डै ठोकिएको थियो अनि दुईजना मुखामुख गरिरहेको झन्डै लाप्टा पऱ्यो म चाहिँ गइदिएन के भयो दाजु अघि त्यहाँ के भयो त्यहाँ अघि त्यस्तै हुन्छ सन्केकोहरू हुन्छ क्या सब मुलाहरू बल्ल बल्ल जामबाट मुक्त हुनु पाइयो अब चाहिँ म चाहिँ रुमतिर जाँदैछु अब फेरि ओके फाइनली गाइस बाटोतिर के भयो म सबै हेरिसक्नु भयो तपाईँहरूले होइन चाहिँ अब मेरो भिडियो के कस्तो लाग्यो होइन बाटोमा किन चामलहरू सबै निकाल्यो त भन्ने कुराहरू पनि देखाउँछु साथी हो यही हो अब भिडियोलाई सबै हेरिदिनु भयो भने लाइक कमेन्ट सेयर अनि बिल्कुल सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला है साथीहरू त्यही हो गाइस आजको भिडियो चाहिँ यहीँसम्म भन्न चाहन्छु हस्त धन्यवाद आजलाई बिदा पाऊँ मेरो साथीहरू ओके टेक केयर